झन्डाको महिना आज चाहिँ हामी मासु पकाएको थियो आज के भोज हेर्नु भनेर हामी सबैजना हुनुहुन्छ घरमा त आउनुहुन्छ कुनै कुनै अङ्कलहरू हुनुहुन्छ अनि नमस्ते गर्नु न अङ्कल गाइस सक्यो आज के पकाउनु भएको अङ्कल आज सुँगुर पकाएको सुँगुर नै हो हाम्रो सुँगुर कुकुन होता मिस्टर प्रकाश खैन अङ्कल के भन्नु न मेरो मिनी ब्लग यो मान्छे डङ्की गर्नु मान्छे म्युले डङडङ भइसक्यो तपाईँको आधी तामाङ आधी नेपाली भयो त आगोले नेपालमा बसेको तामाङ हो नि त नेपाली तामाङ सब्जेक्ट नि आज चाहिँ मिनी सानो भुल्ला बनाएको आधी तामाङ आधी नेपाली है म्याम नमस्ते भन्नु न एकचोटि नमस्ते भन्नु न सबैजनाले हेर्छ कि नमस्ते भन्नु न ल आज हाम्रो मम्मी छ अनि मम्मी चाहिँ आउनु भइसक्यो अनि अरू चाहिँ आउन बाँकी छ यहाँ हाम्रो पक्की छ सबैजना आउनुहुन्छ अहिलेपछि अनि त्यसपछि मात्र मतलब त्यसपछि मात्र आउनुहुन्छ सबै अनि त्यहाँ चाहिँ तल पानी पुलाउ पकाएको छ पानी पुलाउ मलाई भन्नै आउँदैन बिर्सिया मैले त कुरा त बिर्सिन्छु त देखेर नि कुरा बिर्सिँदै अनि सबैजना आउनुहुन्छ अनि बिउ पनि ल्याएको छ भने हो अनि सबैजना आउनुहुन्छ अनि म त के भन्नु त अनि हाम्रो तल पुलाउ पनि पकाएको छ म देख्छु तपाईँ मेरो चप्पल चाहिँ कहाँ त्यो चाहिँ हाम्रो मकै छ एकदम हरियो न हरियो भए यहाँ चाहिँ हाम्रो पुलाउ पकाएको छ पुलाउ ए पुलाउ ए के हाल्नु भयो यहाँनिर के पकाएको पुलाउ सुनको मारे धेरै वान्टो थियो खोइ ए भला पकाएको त रहेनछ अझै अहिले पछि देखाउँछु म अनि पुलाउको कुकमेन चाहिँ हुनुहुन्छ अनि मासुको त देख्नुभयो होला तपाईँहरूले अनि त्यही हो हाम्रो कस्तो राम्रो हो यतातिर पनि हरियो न हरियो हो क्या अनि यहाँ माथि चाहिँ हाम्रो मकै छ मकै अनि कस्तो राम्रो हो कि कस्तो राम्रो भ्यू आउँछ नि त यहाँबाट भन्नु टर्किँदो रहेछ आज चाहिँ यो के भन्छ के हो यो भोज गर्ने रे अनि त्यही भएर अनि यो पकाउन लागेको हजुर मलाई त कस्तो राम्रो देख्छ मकैबारी यो पछाडि चाहिँ हाम्रो मकैबारी हो हरियो न हरियो भएको त्यो पनि अहिले खाने बेला भएको छैन यो पछाडि पनि कस्तो राम्रो राम्रो देख्छ कि भरेको मेरो मिनी भ्लग हेर्नु हजुर एकछिनमा मलाई काम गर्नु भने मलाई काम गर्नु भने तर मैले भ्लग बनाएर हिँडेँ त्यो पनि मैले फर्स्ट भ्लग बनाएको आज त्यही पनि मैले हाल्नेवाला चाहिँ छैन त्यही पनि जस्तो चाहियो बनाएको त्यही हो सबैजना भएर आउनुहुन्छ अनि नाच गर्नुपर्छ खै थाहा भएन त्यो त खोइ त केही देख्दिनँ त म त कि यता अलिक कस्तो अप्ठ्यारो ए अप्ठ्यारो भन्दा नि ब्राइटनेस है कम जस्तो छ यहाँ घामले गर्दा अलिक अप्ठ्यारो मात्र भन्न आउँछ क्या कस्तो देख्छ भन्दैछ त्यो पनि मैले कुराहरू सबै बिर्सिन्छ अनि त्यही अहिले फेरि बिर्सिन्छ नि त यहाँ चाहिँ यस्तै छ प्रोग्राम भनौँ न अब त्यही है अनि सबैजना भरे मात्र आउनुहुन्छ
बुझाउँदा बा सबैजना मोबाइलमा भन्छु के भन्नु मेरो Hello guys, welcome to subscribe So Smart channel. हाल्दै त हाल्दैन Thanks for watching guys. Who was that guys? Which guy? Okay. This is Biralo? अब यो मैले त मेरो नाम पनि नभनेको तर फर्स्ट सुरुदेखि सबै हम बिरालो भित्र गइन् मासु खाइन् मकै चाहिँ कस्तो राम्रो भइरहेको कि नमस्ते भन्नु न यस्तो सबैजना हेर्नुहुन्छ कि भन्नु त्यही भन्नु सब्सक्राइब गर्नु भन्नु न चुलबुले नाच्नु एकछिन मोबाइलसँग दुख्छ भने के हुन्छ हाम्रो गाउँ चाहिँ यस्तो राम्रो छ कि सबै हरियो हरियो छ है अनि सबै घारी पनि भइसक्यो हरियो नै भनौँ नहेर्नु न यो मासतिर पनि गाउँ हो देख्छु कि देखेर म त यो मासतिर पनि गाउँ हो अनि धेरै घर चाहिँ छैन 15 भनौँ त्यति नै छ होला अनि यो तलतिर नि छ तलतिर अनि घरहरू तन्ने छ मतलब तन्न चाहिँ त्यो भन्दा तलतिर चाहिँ छ अनि त्यही हो आज चाहिँ के गर्नु आएर सबैजनाले अनि आज चाहिँ फर्स्ट छोटो मिनिट भएको बनाइहेरेको मैले अनि फर्स्ट भ्लग हो कि अनि त्यो भएर कस्तो भएर ल सबैजनाले म भरे पनि बनाउने छु नि अनि भ्लग अनि तपाईँहरूले सबैजना हेर्नु होला पुलाउ पाकेको छैन म भरि देखाउनु आएको छु अनि मम्मी खै पानी लिन जानु कस्तो राम्रो पिरो के भन्छ अरे त्यो उयो गर्ने हो नि ब्याक क्यामेरा कस्तो राम्रो आएको है आइफोन हो नि त मेरो के भन्छ अरे त्यो बिर्स्यो यहाँ चाहिँ कस्तो राम्रो फुल्छ कस्तो राम्रो क्युट डाला के यस्तो फोर्छ कि फोर्छ यिनीहरू यहाँ बिहा अझ बिरालो बिरालो आज त के खाइङ गर्छ हाई भन्नु मेरो च्यानलमा हाई सब्सक्राइब गर्नु मम्मीहरू चाहिँ त्यही पनि मलाई मम्मीले काम गरेर बस्नु मतलब काम गर्नु भने